सूर्य चौर जानु चाहिँ यहाँ तलमुनिबाट रहेछ यहाँ दाहिने साइडबाट। अहिले चाहिँ म यहाँ यो शिवपुरी राष्ट्रिय निकुञ्जभित्र छु। अब यहाँबाट चाहिँ सूर्य चौर लाग्दैछु। सूर्य चौर जानु चाहिँ यहाँ त अलिकति माथि आएपछि चाहिँ दुईटा बाटो रहेछ, यहाँबाट चाहिँ दायाँ लाग्नुपर्ने रहेछ। गुड मर्निङ गाइस। सो अहिले चाहिँ म यहाँ यो सूर्य चौरमा आइसकेको छु। अहिले चाहिँ टाइम चाहिँ ठ्याक्कै 11:05 आइछ। काठमाडौँबाट आएको चाहिँ 9:30 भनेपछि 1.5 घन्टा लाग्दछ काठमाडौँबाट यहाँसम्म आइपुग्नु चाहिँ। यहाँ यो चाहिँ समुद्री सतहबाट 2100 मिटरको उचाइमा रहेको छ भने यहाँबाटको दृश्यहरू चाहिँ बबाल देखिन्छ। अझै खासै त्यति राम्रोसँग क्लियरसँग खुलेको छैन, बिचबिचमा चाहिँ तुवालो लागेको छ, त्यही भएर चाहिँ त्यति राम्रो देखिएको छैन। तर यदि तुवालो नलाग्ने हो भने चाहिँ यहाँबाटको भ्यू चाहिँ एकदम फ्यान्टास्टिक भ्यूहरू देखिन्छ। सूर्य चौर नुवाकोट जिल्लामा अवस्थित एक आकर्षक पर्यटकीय गन्तव्य हो। यो चाहिँ समुद्री सतहबाट 2100 मिटरको उचाइमा रहेको छ र यस स्थानले चाहिँ प्राकृतिक सुन्दरताको अनुपम दृश्य प्रदान गर्दछ। सो अब चाहिँ यहाँ यो सूर्य चौरबाट चाहिँ फर्किँदा आइसकेँ। कफी सफी खाएँ, त्यसपछि चाहिँ फर्किँदा आइसकेँ। अब यहाँबाट चाहिँ फर्किन्छु काठमाडौँतिर। यहाँबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यहरू अवलोकन गर्न सकिन्छ भने सूर्य चौर वरपर हरियाली जङ्गल, हिम श्रृङ्खला र मनोरम ठाउँहरूको दृश्यले पर्यटकलाई मोहित पार्छ। यो स्थान पदयात्रा प्रेमीहरूका लागि उपयुक्त गन्तव्य हो। काठमाडौँबाट सहज पहुँच हुने यो स्थान एक दिनको घुमफिरको लागि चाहिँ उत्कृष्ट मानिन्छ।